हेलो नमस्ते साथीहरु, फेरि पनि हजुरहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म लिएर आएकी छु फेरि एउटा नयाँ भिडियो। यसमा म बनाउन गइरहेकी छु मरौठी र ज्वानोको झोल। अब यसका लागि के चाहिन्छ म तयार पार्न गइरहेकी छु। मैले थोरै ज्वानो लिगे। यो चाहिँ मरौठी हो, अप्सनल हो। यो चाहिँ छ भने हजुरहरुले राख्नु, छैन भने नराख्दा पनि हुन्छ। मैले काँचो बिसार अदुवा पनि लिगे। लसुन लिगे। टिमुर पनि लिगे। यसरी तयार भयो झोलका लागि आवश्यक इन्ग्रेडिएन्ट। म अब यसलाई सिलौटामा पिस्न जाँदैछु। सबैलाई यसरी राखेर मजाले पिस्नु पर्छ यसलाई। यतिको पिसिसकेपछि अब म यसलाई उठाउन गइरहेकी छु। यसरी तयार भयो हामीलाई झोलको लागि चाहिने। अब म चाहिँ यता कराई बसाले, कराईमा तेल तताए। यतिको तातिसकेपछि चाहिँ मैले मेथीलाई फुराए। अघि रेडी पारेको ज्वानो र मरौठीलाई पनि अब तेलमा फ्राई गर्न गइरहेकी छु। यसलाई तेलमा सानो ग्यास पालेर तेलमा मजाले फ्राई गर्नुपर्छ एकछिन। यतिको कलर चेन्ज भइसकेपछि अब म पानी राख्न गइरहेकी छु। थोरै पानी राखेर एकछिन यसलाई फेरि पकाए मैले। एकछिन पकाइसकेपछि मैले यसलाई अब आवश्यक पर्ने पानी राख्न गइरहेकी छु। आफूलाई जति आवश्यक पर्छ त्यति पानी राख्नु होला। अब यसलाई ठुलो ग्यास बालेर मजाले भल्किन दिनुपर्छ। स्वाद अनुसार नुन राखे मैले। यसरी हाम्रो भल्किरहेको छ झोल। यसरी बनाएको झोल जाडोमा चिसो भएको, रुगा खोकी लागेको एकदम राम्रो हुन्छ। हजुरहरु पनि बनाएर खानु है त। हस्, धन्यवाद।